ल नमस्ते गाइस। यो आज मैले तपाईहरुलाई चीनमा रहेर चीनको विभिन्न गाउँमा घुम्दै गर्दाखेरि तपाईहरुलाई नौलो यो टाइपको व्यवसाय गर्दा चाहिँ कस्तो हुन्छ भनेर देखाउनको लागि यो ठाउँमा आएको छु। यतापट्टि सबै यो नास्पतिको रुख हो। यो रातो खाले नास्पति अलि ठुलो खाले नास्पति नै हो। ठ्याक्कै हाम्रो गाउँ घरतिर पाइने जस्तो टाइपको नास्पति र नास्पतिको बीजमा यसरी पुरा कुखुरा लोकल कुखुराहरू अहिले चर्दै छन्। यहाँनिर पुरा नास्पतिको रुख हो। यो यति पनि छ, यो जंगलै छ। हेर्नुस्, गाउँको एकदम पाखो बारीमा मेरो पछाडि लोकल कुखुराको फर्म, पुरा यो नास्पतिको रुख मुनि यो कुखुराले पानी खाने ठाउँ छ। बीचबीचमा नास्पति यस्तो मजाले फलेछ कि नदेखिन्छ। यहाँनिर यसरी बीचबीचमा यसरी कुखुरा जहाँसम्म हेर्नुहुन्छ त्यहीसम्म कुखुरा छन्। हेर्नुस्, ल हेर्नुस् कुखुरा है यसरी रुखमा पनि बसिरहेका छन् कुखुरा। यो व्यवसाय चाहिँ मलाई एकदम ठीक लाग्यो हैन। डबल व्यवसाय, डबल होइन, डबल भन्नु होला, तिरवल व्यवसाय छ। यहाँनिर खरायो पनि छ नि यहीभित्र है। कुखुराको बीचबीचमा यो खरायो एउटा चाइनिज अङ्कलले यसरी गरेको एकदम व्यवसाय। अनि पुरा चराहरू मयूर पनि छन् यहाँनिर। मयूर खरायो हामीले देखिरहेका छौँ, घुम्दैछन् यसरी। विभिन्न प्रजातिका चराहरू यसरी छन् यहाँनिर। हामीले मयूरका प्वाख देख्थ्यौँ पहिला सानसानोमा, अहिले प्रत्यक्ष मयूर देख्दैछौँ। र विभिन्न किसिमका रानी चरा, यसरी रानी चराहरू देखिरहेका छौँ। हाँस पालन हो फेरि हैन। हामी हाँस पालनमा छौँ अहिले। यतिखेर यहाँ पुरै एउटा नहर बनाएर पुरै हाँस पालिएको छ। एक सेकेन्ड बस ल हेर। 这个是小的是吧？ 对，就这么大。 यो एकदमै सुन्दर हाँस, सानजाते हाँस यत्रै हो नि हाँस, एकदमै राम्रो। 就卖1万多一个。 1万多一个 前2年卖的是。 यो पहिला चाहिँ 10,000 भन्दा बढीको एउटा थियो रे। यहाँ पुरै हाँस, कुखुरा, खरायो हैन, मयूर, कुकुर बिरालादेखि लिएर बाख्रा सुँगुर हरेक चिज पाल्नु भएको छ। फलफुल पनि यत्तिकै लगाउनु भएको छ। फलफुलका रुख छन्, आरुका रुख छन्। 也有鸡蛋。 还是这个都买的， 都150。 这个是150， 对。荷兰猪是底下都小的荷兰猪。 120， यसलाई 120， यसलाई 150。 妈妈。 यो चाहिँ आमा चाहिँ रे है, यो चाहिँ बच्चा। 这个是孩子是吧？ 对。 这个是妈妈。 对对。 अहिले सबै चाहिँ खरायो नै रहेछ। हामीले मुसा भनिरहेको थियौँ।这个是买的吗？狗的，小狗。领养的，要免费领养。 免费是吧？यो फ्रीमा चाहिँ दिने भन्ने कुरा रहेछ।我们是外国人。 你是法国还是哪里的？ 尼泊尔，你知道尼泊尔？ 啊，尼泊尔。 हामी चाहिँ नेपालको भनेको। 这个叫什么？小象猪。 यसलाई चाहिँ सुँगुर, सानो सुँगुर भन्दो रहेछ है। यो चाहिँ सुँगुरका बच्चाहरू पनि छन् यहाँनिर। सिङजान चाहिँ यहाँ हो। यो सिङजान भन्ने एउटा प्रोभिन्स हो चाइनाको। यो चाइनाको प्रोभिन्समा भएको एउटा बाख्राको प्रजाति भनेर भन्नु